Shirupati is the best blade I like in traditional section because it's very handy, comfortable, fast, slim, slick. HSI हो यो खुकुरी चाहिँ मिनी खुकुरी चाहिँ एकदम राम्रो लाग्छ यो किनभने तपाईको सानो पनि छ जता पनि बोक्नलाई पनि सजिलो हुन्छ यसको अब तारदेखि लिएर तपाईको यो वेट पनि ठिकै हुन्छ बलियो पनि धेरै बलियो छ त्यही भएर मलाई चाहिँ मिनी खुकुरी मन पर्छ मलाई खुकुरी मन पर्ने भनेको एउटा म्युटिनी छ म्युटिनीहरु चलाउनमा कम्फर्टेबल छ अनि लाइटली पनि छ चलाउँदाखेरि यसले काम पनि राम्रो गर्छ चपिङहरु राम्रो दिइरहेको छ यसले हजुर मलाई चाहिँ यो फालो खुकुरी मन पर्छ हजुर यसको बिल्ड यो यसो हातमा सबै उयो हुन्छ अब यो नेचुरल छ अब धार मात्रै उयो छ सबै अब हातले बनाएको भएर यो मलाई चाहिँ सारै मन पर्ने खुकुरी चाहिँ यो फालो पानवाल 17 इन्ची यसले चाहिँ राम्रोसँग काट्न खसी काट्नदेखि लिएर सबै थोक यसले सबै काम गर्ने हुनाले यो एकदम मलाई फेभरेट My favorite is 13-inch MK1 because it cuts so deep without using too much energy. You can swing and use it for like an hour without feeling tired. मलाई चाहिँ फालो खुकुरी एकदमै मन पर्छ यसको चाहिँ शेप देखि ल्याएर अनि चलाउन हेर्न यसले चाहिँ एकदम चाहिँ सजिलो हुन्छ मेरो चाहिँ फेभरेट खुकुरी चाहिँ यो 15.5 इन्च म्युटिनी हो यसको मेन कारण भनेको लाइट वेट स्पिड र डिप चपिङ पावर भएको कारणले चाहिँ मलाई यो म्युटिनी मन पर्छ यही म्युटिनी लाग्छ मलाई नि यसमा अब यो खुकुरी पातलो पनि छ पट्टी ठुलो पनि छ काट्नलाई एकदम सजिलो पकड्नलाई कम्फर्टेबल छ